हेलो गुड मर्निङ सम्पूर्णलाई फेरि एकपल्ट र आजको यो शुभ बिहानी चाहिँ हुँदैछ जोमसमदेखि होटलदेखि बाहिर निस्किसक्यौँ। अब मुक्तिनाथको लागि अगाडि जानको लागि रेडी। चिसोमा एकदम चिसो छ, हावा चलिरहेको छ र अब यहाँदेखि चाहिँ मुक्तिनाथ लगभग 1 घन्टा। हाम्रो गाडी एकदमै स्पिड कुदाउँदैछ, 45 मिनटमा त पुऱ्याइदिन्छ होला। र एकपल्ट यहाँदेखि दृश्यहरू हेरिहाल्नुहोस्। जोमसमको अग्लो अग्लो पहाड, रुखपात पनि धेर नभएको यस्तो कठिन परिस्थितिमा मान्छेहरू चाहिँ बसेको हो, हामी चाहिँ नसक्ने हो। Good morning, very very good morning. We are in -12 degree. -12, अच्छा अच्छा। उहाँहरू पनि रेडी भइसक्नु भयो। Now we are going to Muktinath. हजुर, अब हामी मुक्तिनाथ जाने हो। चाइना बॉर्डर रास्ता दिख रहा है ना, उस साइड चाइना बॉर्डर। उधर का आया हुआ काली नदी है, वो इधर से आ रहा है मुक्तिनाथ से। ये गंडकी है, दोनों जुड़ के काली गंडकी हो गया। इधर से आया नागपुर कुंडा से आया हुआ है, चाइना बॉर्डर तक है वो नदी। कितनी दूर है यहाँ से चाइना बॉर्डर? 110 किलोमीटर। र फाइनली आज यात्रा सुरु गरेको 5औं दिनमा चाहिँ मुक्तिनाथ आइपुग्यो। यो चाहिँ मुक्तिनाथ जाने स्ट्यान्ड हो, स्ट्यान्ड चाहिँ आइपुग्यो। आमामा एकदम यहाँ माथितिर एकदम हिउँ परिरहेको छ। दृश्य चाहिँ एकदम मनोरम दृश्य, ठन्डा चाहिँ एकदम ठन्डा, चिसो हावा सरर। अनि भ्यू हेर्नुहोस्, यहाँबाट चाहिँ घोडाहरूको पनि सवारी हुने रहेछ। कति 600-700 400 कति भने जस्तो लाग्यो। र मुक्तिनाथ जाने बाटो यस्तो रहेछ। मेन मन्दिर जाने चाहिँ उता पूजा गर्ने सामानहरू पाइने रहेछ। ठन्डा भयो तपाईँलाई? भाइलाई चाहिँ ठन्डा भएर यहाँ कपडा हेर्नु हुँदैछ। अच्छु हजुर, होइन नलाने कि हेरेको म त के रहेछ, हजुरले के बिक्री गर्नुहुँदो रहेछ भनेर। खुकुरीहरू पनि यहाँ पाइने रहेछ मजाको। छेउछाउमा त पुरा घरहरू होटलहरू रहेछ नि त। पुग्नु पर्ने चाहिँ कहाँनिर हो? माथि नै पो हो क्या हो? हात चाहिँ एकदम ठन्डाले कक्रिरहेको छ। अनुहारमा चाहिँ एकदम ठन्डा हावा फिल भइरहेको छ। तर यहाँ आइपुग्दा चाहिँ मन चाहिँ एकदम आनन्दले भरिरहेको छ, जति नै ठन्डा भए पनि होइन। के कसो भाइलाई कस्तो लागिरहेको छ? मलाई चाहिँ खुसी लाग्यो यहाँ आइपुग्दा। यो सायद लाइफमा एकैपल्ट मात्र हो होइन, एकपल्ट चाहिँ आउने कुरा हो। फेरि त हजुर, फेरि आउनु पनि पाइन्न, मुस्किल पर्छ। परिस्थितिहरू के कस्तो आइपर्छ जीवनमा। आज आइपुग्यो, आनन्द लागिरहेको छ। ठन्डा एकदम बढी। यहाँ चाहिँ आगो बालेको रहेछ, एकछिन हात सेकाउने स्थिति। यहाँ यात्रीहरू सबै आगो सेकाउँदै। र अहिले चाहिँ यहाँदेखि चाहिँ माथि मन्दिर जाने गेट देखियो। यहाँ अगाडि रहेछ गेट। यहाँदेखि चाहिँ सिधा उकालो मन्दिर। हेर्नुहोस् यहाँबाट दृश्य। र अहिले चाहिँ मुखबाट चाहिँ बाफ बोल्दा पनि बाफ निस्किने स्थिति भइसक्यो। जय मुक्तिनाथ। मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत। र यहाँदेखि सुरु हुन्छ अब मन्दिर जाने सिँढीको चढाइ। र अगाडि पनि मान्छे, पछाडि पनि मान्छे। अझै यो त अफ सिजन भएर होला कम मान्छे, सिजनमा त एकदमै धेरै
मान्छेहरू आउने गर्छ। होटेलमा खाली हुँदैन जग्गाहरू भन्दै थियो होटेलको दाजुले। दामी आनन्द, एकदम आनन्द भइरहेको छ यहाँ आइपुगेर। ठन्डा भए तापनि मुख गङ्ग्रिँदैछ, बोल्दा पनि लरबरिँदैछ। र आज चाहिँ बिहान 6 बजी होटलबाट उठेर चाहिँ मुखसुख धोएर चाहिँ पानी मात्रै पिएर के यहाँ आइपुगेको। एकदम चिसो। यहाँदेखि चाहिँ यो तर्फ चाहिँ यो भर्खर उतातिर घाम लागिरहेको छ। यहाँ आइपुग्नु चाहिँ अलिक टाइम लाग्ने रहेछ घामलाई। त्यसको बाद म त अलिक न्यानो होला, ठिरायो मुखहरू बोल्नु पनि साह्रो पर्ला जस्तो भयो। र फाइनली गेट आइपुगेको स्थिति। यो ठेल्नु पनि साह्रो पर्छ जस्तो। र फाइनली अब यो गेटबाट चाहिँ प्रवेश गरिँदैछ भित्र। भ्यू चाहिँ यस्तो छ हेर्नुहोस्। र यहाँ तल चाहिँ मान्छेहरू आतिँदैछ, सायद इन्डियन्सहरू होला। 3 मिनट यहाँदेखि माथि जानु 3 मिनट भन्दा चाहिँ 3 किलोमिटर सुनेछ। सिडी सोध्दैछ, सिडी 24 सिडी भनेर चाहिँ त्यहाँ सुन्यो। एकदमै आनन्द आउने खालको परिवेश। भाइले घन्टी बजाउँदै र भाइ चाहिँ आज 108वटा धारामा नुहाउने भन्दै थियो। कस्तो अनुभव हुँदैछ? खै नुहाउन सक्दैछ। 8 पुग्ने स्थिति छैन नि है, ठन्डाले गर्दाखेरि। मेरो त 8 छैन, बानी त बरफ भइरहेको छ। 108वटा धारामा चाहिँ छिडगाउँमा त गरिन्छ, नुहाउने 8 चाहिँ छैन। त्यही कारण नुहाउनु हुन्छ भने चाहिँ तपाईँहरू गरम महिनामा आउनुपर्छ। ल चलो म गम्बा यतातिर होला। ह्याप्पी एकदम ह्याप्पी। अचानक प्लान, एक रातको प्लानले फाइनली मुक्तिनाथ दर्शन गर्ने सौभाग्य मिल्यो। योभन्दा खुसीको कुरा त अरू के हुनसक्छ? सोच्नुपर्छ साथीभाइ हो, आँट गर्नुपर्छ, सोच्नुपर्छ, आँट गर्नुपर्छ, सपना देख्नुपर्छ, अवश्य पुरा हुन्छ है। यो चाहिँ यो लेसन। लु यहाँ आएको पनि रहेछ। अब एकछिन यहाँ चाहिँ हात सेकाउनु पर्ला आगोमा। यहाँ सबैजना हात सेकाउँदै आगोमा। आमा ऊ ठन्डाले कामिरहेछ मान्छेहरू। यहाँ त हात आगोमा घुसाउँदा पनि नतातेला जस्तो छ।
इसके ऊपर चढ़ ही सकते हैं हाँ इसके ऊपर चढ़ ही सकते हैं हाँ भी चढ़ सकते हैं एक चीज दिखना आप तो पूरा काम रहे ये जम गया है बर्फ ये पूरा ये बरफ हो गया जो नहा के आए र उहाँ चाहिँ सायद नुहाउनु भएको थियो होला यो पुरा रखा है वो भी पूरा बर्फ बरफ भएछ गीला कपड़ा जाके देखो बर्फ हो गया पूरा आँट गर्नै भएको हो यतिको ठन्डामा नुहाउने चाहिँ केही छन् हात चेकाएपछि अलिकति न्यानोपनको आभास भयो न्यानो भयो अब मेरो साथी मसँग हुने भाइ त अघि यहाँ दर्शन गर्दै पानी चढाउनु गइसक्यो आमा मान्छे यस्तो ठन्डामा पनि डुब्की लाउँदैछ र हेरौँ साइड मेन र यहाँ भित्र चाहिँ मेन उयो म त्यहाँ चढाउने छु र भित्र चाहिँ नो फोटोग्राफ भनेर लेखेको छ सायद भित्र चाहिँ अब पाइँदैन होला भिडियो खिच्नु र यो मामाले चढाउनुको लागि पठाउनु भएको छ यो म भाइको लागि पनि मामाको छोराको लागि पनि प्रार्थना गर्दै म यो चढाइदिनेछु र हेरौँ यो 108 बाट धारा चाहिँ यता रहेछ यहाँबाट चाहिँ यस्तो रहेछ र यो 108 वटा धारा म चाहिँ यो नुहाउने स्थितिमा छुइनँ तर यसको चाहिँ अब चाहिँ छिर्काउ मात्रै गर्ने पानी त चिसो छैन रहेछ पानी त चिसो छैन रहेछ पानी चिसो छैन अचम्म कुरा पानी त्यसको चिसो छैन रहेछ छाम्नुहोस् त नुहाउनु सक्ने रहेछ गाइस मैले चाहिँ सोचेको थिइनँ पानी एकदम तातो तातो होइन त्यस्तो ठिराउने चाहिँ छैन छाम्नु भयो यहाँ छाम्नुहोस् त गाइस फेरि पनि भन्दैछु पानी चाहिँ त्यस्तो ठिराउने चाहिँ नहुँदो रहेछ नुहाउनु सकिँदो रहेछ है भन्नेहरूले सपना देख्नुपर्छ अवश्य पुरा हुन्छ यो कुनै दिन मैले सपना देखेको थिएँ यहाँ आइपुग्ने आज पुरा भयो तर दुःखको कुरा नहुन सकेन हाम्रो भाइ ऊ पुरा टाउको लाउँदैछ जिउ नलगाएर पनि अहिले चाहिँ चिसो भयो होला खुट्टा टेक्नु भयो नि त ए दामी दामी अब यसो गर्नु छु आगो सेकाउनु र यहाँ आइपुगेर चाहिँ केही न्यानोपन भयो र अहिले ग्लोभ्सहरू खोलिरहेको छु र यहाँ पनि मान्छे नुहाउने गर्छ र अगाडिबाट मुक्तिनाथको दृश्य चाहिँ यस्तो छ र फाइनली मुक्तिनाथको दर्शन गरियो पूजा गरियो र यस्तो ठन्डामा पनि मान्छे डुब्की लाउने क्रम जारी छ अहिले चाहिँ यो मन्दिरदेखि चाहिँ केही माथि सिँढी यस्तो रहेछ हेर्नु जाँदैछौँ के छ यहाँबाट भ्यू चाहिँ एकदम
बब्बाल दामी दामी देखिरहेको छ। हामी चाहिँ यहाँ फेरि यो अर्को के मन्दिर गुम्बा के हुनसक्छ यहाँ प्रवेश गर्दैछौँ। ए यहाँ यस्तो छ एकदमै गरम गरम रहेछ। ल अब ट्याङ भन्छ ट्याङ गऱ्यो। आम्मामा यो बब्बाल भ्यूको साथ मुक्तिनाथमा एकदम रम्दै आनन्द आइरहेको छ। भ्यू हेरिहाल्नुहोस्। अलिकति यहाँ त न्यानो हुने भए त यहाँबाट त जानु मनै नलाग्ने खालको दृश्यहरू छ। सायद बसिन्थ्यो होला, ठन्डाको कारणले चाहिँ सायद बस्नु सकिँदैन। र यहाँ पनि भित्र पसेर दर्शन गर्न सकिन्छ भनेर उहाँबाट परबाट भन्नुभयो र भित्र पसौँ त ठेलेर भन्नुहुँदै थियो। अच्छा 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 खुलै रहेछ भित्र। भित्र चाहिँ अलिकति लाइट कम र गुम्बा आम एकदम भव्य एकदम दामी दामी एकदमै राम्रो गुम्बा। यसको पनि दर्शन गर्नु पाइयो। र यो गुम्बाको पनि दर्शन गर्नु पाइयो। यस्तो रहेछ भित्र चाहिँ। तर हालैमा चाहिँ कोही पनि छैन रहेछ सायद। ठन्डाको कारण हुनसक्छ या कुनै यहाँ समय टाइम अहिले नभएको हुनसक्छ पूजा गर्ने प्रार्थना गर्ने। र सायदै प्रार्थना गर्ने समयमा चाहिँ मान्छे हुन्छन् होला। र यो चाहिँ एकदमै पुरानो नै हुनुपर्छ। एकदम काठको संरचना देखिँदैछ, काठले बनिएको एकदम पुरानो गुम्बा हुनुपर्छ। र यहाँबाट चाहिँ अब निस्किने बाहिर जाने फेरि हाततिर आउनु थाल्यो। र विन्टर भए तापनि यहाँ मान्छेहरूको चाहिँ भिडभाडै छ यतिको, त्यति धेर त होइन र पनि यतिको भिडभाडै हो। र हाम्रो भाइले चाहिँ यहाँ यो धारा गन्छु भनेर भन्दैछ। हो रहेछ पक्का एकदम 108 रहेछ। भाइले यो पुरा यो धारा गनेर पनि एकदम प्रमाण दिइरहेको छ। 108 वटा पक्का है? ठ्याक्कै पक्का 108 रहेछ। ल मुक्तिनाथको 108 वटा धारा ठ्याक्कै भन्दैछ। मन्दिरको मेन परिसर देखिए अहिले अलिकति यता आउँदैछौँ। अहिले चाहिँ केही न्यानो भएको स्थिति अघिको भन्दा चाहिँ, र पनि यता त चिसै रहेछ। यहाँ चाहिँ यो स्तुपा रहेछ, स्ट्याचु। फोटो खिच्ने स्थान पनि रहेछ। अनि यो मुक्तिनाथ आउने तल त्यो बजार तल देखिँदैछ घरहरू। कमांडो बने थे कमांडो। ये चैलेंज का 28वां दिन है। इसमें देखो तो आता है क्या? र यहाँ माथि डाँडा, अहिले घाम चाहिँ त्यो डाँडाले अलिकति छलिरहेको स्थिति। र यहाँ चाहिँ फोटो खिच्ने स्थान रहेछ है गाइस। र हेर्नुहोस् यहाँदेखि चाहिँ भ्यू एकदमै मनोरम भ्यू, एकदम मुक्तिनाथको भ्यू दामी।
हाम्रो आयुष भाइ चाहिँ परतिर टिकटक बनाउनु क्रममा नाचेको छ। त्यतिन्जेल चाहिँ म यता भएको अरू दृश्यहरू अवलोकन गर्नेछु। यतातिर पनि बरफ जमिरहेको छ। त्यतातिर पनि पानी पुरा बरफ भइरहेको छ। यहाँ पनि बहुत पुरानो रहेछ। ढुङ्गाले बनिएको, ढुङ्गा र काठले बनिएको। आम्मामा हेर्नुहोस् लु, यो चाहिँ के हो नि, ढुङ्गा र माटोले बनिएकै। बहुत पुरानो, एकदम पुरानो है। घर हुनसक्छ, कोही बस्ने हुनसक्छ। अझ पनि सानो खिड्की रहेछ। दैलो पनि सानो दैलो, तर अहिले चाहिँ लक, भित्र के छ देख्न सकिएन। र फाइनल्ली अब मुक्तिनाथको दर्शन गरेर पनि हामी अब मेन मन्दिरदेखि तल गाडी भएकोतिर झर्दैछौँ। भाइ आयुष भाइ हतार गर्दैछ, गाडीले कल गरिसक्यो। कति भयो, कति बजी भाइ? 11 बजिसक्यो। ल लु, भाइको डान्स चाहिँ दामी छ, अघि पर गरेको डान्स। र अब चाहिँ गाडी भएकोमा जाने, अनि म चाहिँ गाडीलाई छोड्ने हो। म चाहिँ यीसम्म, र म चाहिँ यहाँ 1-2वटा गाउँहरू एक्सप्लोर गर्दै जाने हो। सायद पोखरा भोलि मात्रै पुगिन्छ। एकपल्ट अन्तिमपल्ट नमस्ते नमस्ते। बताइए आपको कैसा लगा? बहुत एक नंबर। झारखंड से हूँ मैं, रांची। अच्छा, एक नंबर। आपने खुद यहाँ फीलिंग बताइए। हिम्मत वालों ही लोग आ सकेंगे, और यहाँ बहुत ठंड है। बहुत ठंड। और अगर ठंड का एंजॉय करना है तो आप बिल्कुल आइए मुक्तिनाथ। मुक्तिनाथ। यो जो भेटेको उहाँहरू आज आइपुग्नु भएछ। काठमाडौँ जाने हो। उहाँ चाहिँ हुनुहुन्छ यता बस। हजुरको शुभ नाम बताइदिनुहोस् न। मेरो सूर्यबहादुर माझी। सूर्यबहादुर, तपाईँ चाहिँ यो गाडीको हुनुहुन्छ है? मुक्तिनाथबाट एसी गाडी काठमाडौँसम्मको लागि राम्रो व्यवस्था छ। र काठमाडौँदेखि कोही पनि हजुर मुक्तिनाथ आउनु हुँदैछ भने चाहिँ यो बस एसी मुस्ताङ एसी भनेर लेखेको छ अगाडि। गाडीको नम्बर यो छ। हजुर, गाडीको एकदम फ्री वाइफाई रहेछ। वाइफाई राम्रो मुस्ताङ एसी। अच्छा अच्छा। एसी हिटर सबै व्यवस्था छ। काठमाडौँ लागि राम्रो सुविधा, मुक्तिनाथदेखि काठमाडौँको लागि एकदम राम्रो सुविधा छ। कन्ट्याक्ट गर्नु होला। गाडी नम्बर चाहिँ यो। हजुर, गाडी नम्बर यो मुस्ताङ एसी भनेर सर्च गर्छ भने भेटिन्छ। मुस्ताङ एसी मुक्तिनाथ यातायात भनेपछि गुगलमा सर्च गर्नु, सर्च गर्नु, नेटमा भेटिन्छ। यहाँसम्म कन्ट्याक्ट गर्न सकिन्छ। भाडा चाहिँ कति पर्यो? हालैको चल्दै गरेको छ। हजुर, यहाँबाट काठमाडौँसम्म 2600 छ। 2600 छ अहिले। सिजनमा अलिकति घटबड हुन्छ? हुँदैन, हुँदैन। भाडै त्यही हो, फिक्स भाडा हो यो गाडीको। हुन्छ ल, थ्याङ्क यू। तपाईँलाई पनि एकदम भेटेर खुसी लाग्यो। सुन्नुहोस् अब, तपाईँसँग पनि मेरो यो यात्रा यहीँसम्म हो। फेरि भेटौँला कुनै समय। र तपाईँसँग भेटेर खुसी लाग्यो होइन। होटेलमा बस्ने र खाने तपाईँले स्पोन्सर गर्नुभयो, त्यसको लागि म एकदमै आभारी छु। अब मेरो भिडियोको टपिकै त्यस्तो पऱ्यो, बिना पैसाको यात्रा। र फेरि पनि तपाईँलाई एकपल्ट एकदम हृदयबाट धन्यवाद दिँदै अब छिट्नै बेला ल नजाने पनि म अघि भन्ने त तपाईँलाई। ल ल ल ल जानु है त। सुन्नुहोस्, तपाईँलाई पनि अब म धन्यवाद नदिकन सक्दिनँ। म तपाईँलाई यहीँबाट छोड्दैछु। अब यहाँदेखि म यो गाउँहरू एक्सप्लोर गर्दै जान्छु। त्यसले गर्दा मेरो अब यहीँसम्म यात्रा तपाईँहरूले मलाई म यहाँबाट के पो लिफ्ट माग्दै गाउँहरू एक्सप्लोर गर्दै जान्छु कि झर्दै झर्दै बिस्तारै। आज चाहिँ बेनीसम्म पुग्ने मेरो योजना छ। र तपाईँहरूले यो यात्रामा एकदम सहयोग गर्नुभयो, एकदम आभारी छु। धन्यवाद दिन्छु तपाईँहरूलाई। हुन्छ, तपाईँहरूलाई पनि हवस्, एकदम धन्यवाद। म यहाँ गाउँतिर झर्दै जाने हो। र अहिले अफ सिजन भए तापनि यहाँ धेरै टुरिस्टहरू आइरहेको छ, र विशेष इन्डियाबाट धेरै छ। र म चाहिँ अब तल झारखण्डहरू भन्ने जुन गाउँहरू छ, म त्यो गाउँहरू एक्सप्लोर गर्नेवाला छु।
भाइ चाहिँ यो घोडा हो कि खच्चड हो? घोडा हो घोडा। यो माथि मन्दिरसम्म पुऱ्याउने घोडा हो? मन्दिरसम्म कति लिन्छ यहाँदेखि माथि पुऱ्याएको? 400 दिन्छ 400 लिन्छ है। ल ल त धन्यवाद भाइ। यहाँ भाइहरू चाहिँ घोडा चालक, यहाँदेखि चाहिँ घोडा माथि मुक्तिनाथसम्म लाने जो असक्षमहरू छ, वृद्धहरू छ, उहाँहरूलाई चाहिँ घोडाबाट चाहिँ माथि पुऱ्याइन्छ। 400 रुपियाँ लिँदो रहेछ। यो भयो मुक्तिनाथको एरिया, माथि पार्किङ। अब चाहिँ म यहाँदेखि तल गाउँ देख्दैछु, क्यामेरामा त एकदमै सानो देख्दै होला। त्यो गाउँ गएर चाहिँ एक्सप्लोर गर्नेवाला छु। यो एकदमै मजाको पुरानो इतिहास बोकेको गाउँहरू हो। गएर बुझौँ त्यहाँको मान्छेहरूसँग भेट भएर।